हेलो साथीहरू, आज पनि म हजुरहरूको माझ यो सालको पातको ठुलो ठुलो भोजहरुमा युज हुने ठुलो यस्तो खालको अलि ठुलै हुन्छ नि त। यस्तो हत्तपत्त किन्न पाउँदैन। ठुलो गुठीको लागि हिजोआज अहिले गुठीको सिजन छ नि त। यस्तो पात बनाउन उन्न सिकाउन जाँदैछु साथीहरूलाई। यसको लागि यो पात सालको पात है। यो सालको पात चाहिन्छ। अलि हरियो नै लिएर आएँ मैले। त्यसपछि यो सिन्का मसिनो गरी बाँसको सिन्का। अनि अब यसलाई सुरु गर्न जाँदैछु है साथीहरू, राम्रोसँग हेर्नु होला। यसको यो टुप्पा दुवैतिर काटेर यो डाँठ बाक्लो हुन्छ नि त, यसलाई यसरी आधा छिल्को निकाल्ने। यसरी निकाल्दै जाने। सबै पातहरुमा चाहिँ निकाल्नु पर्छ। यो टुप्पालाई नि फ्याल्नु पर्छ। यसरी डाँठको आधा भाग मात्रै चिरेर निकाल्नु पर्छ यसलाई चाहिँ। अनि यो पात एउटा सुल्टो एउटा उल्टो राखेर यसरी जोड्ने एकै ठाउँमा। अनि अर्को पातलाई यसरी फोल्ड गर्नुपर्छ है साथीहरू। अनि यो अलिकति बिग्रेको च्यातेकोलाई चाहिँ तल पार्ने। अनि माथि पट्टि चाहिँ अलि राम्रो पात यसरी फोल्ड गरेर यता टुप्पामा ठ्याक्क तल र माथि मिलाएर यसरी टुप्पामा मिलाएर सुल्टो पट्टिको भागलाई चाहिँ आफूतिर थोरै फोल्ड गर्ने। अनि सिन्काले यसरी कटक्क पारेर सिउरिदिने। यसरी सिन्काले सिउरिदिने। सिन्का अलि लुलो भयो साथीहरू, मिलाएर राख्नुपर्छ यसरी। तलको पनि च्याप्ने गरेर है साथीहरू, तलको नच्याप्ला त्यो पनि हेर्नुपर्छ। यसरी कटक्क सिन्का चुटाल्दिने। यसरी सिउरिने। यो एक साइडको तयार भयो। अब अर्को साइडबाट पनि यो पातलाई अलि च्यातेको नराम्रो पातलाई चाहिँ तल पार्ने। अनि राम्रो पातलाई आफूतिर फोल्ड गरेर माथिपट्टि फोल्डवाला मुनिको फोल्ड गर्नु पर्दैन। यसरी मिलाएर राखेर यसरी मिलाएर राख्नु। यतापट्टि बराबर हुनुपर्छ। अनि यसलाई यहाँ छोड्नुपर्छ। यो टुप्पा छोड्नुपर्छ अलिकति। यसरी सिन्काले सिउरिदिने। सिउरेर कटक्क पारेर यसलाई पनि निकाल्ने, छिनाउने। टुप्पा अलिकति मिलेन साथी, मिलाउनु पर्यो। यसलाई पनि यसरी दुई चोटि सिन्काले सिउरिदिने। सिन्का अलि ओसिएको रहेछ साथीहरू, माइन्ड नगर्नु है। यसरी आफ्नो यो भर्खर बनाएकोमा छेउछेउमा थप्दै लाने। यसरी पात अब यो अलिकति तल च्यातेको भएर डबल थपेको। माथिको चाहिँ सक्लै हुनुपर्छ पातहरू। यसरी मिलाएर तलको च्यापेको छ कि छैन हेर्दै मिलाउँदै सबैतिर वरिपरि यसरी पात राख्दै मिलाउँदै गोलो गरी बनाउनु पर्छ। फर्स्ट स्टेप हो यो चाहिँ। अब एउटा ठाउँ बाँकी छ, वान साइड। यसमा पनि त्यस्तै गरेर तलपट्टि चाहिँ च्यातेको हाल्दा नि हुन्छ, केही फरक पर्दैन। माथि चाहिँ सफा राम्रो सक्लो नै चाहिन्छ। यो टुप्पा चाहिँ निकाल्न नबिर्सनु कुनैमा पनि, दायाँ बायाँबाटै। यो चाहिँ बिचको डाँठ आधा पारेर निकाल्ने हो। यसलाई पट्याएर यो साइड राखेर एक राउन्ड चाहिँ फिनिस हुन्छ यसले। यस्तै गरी सिन्का राख्दै जाने, सिन्काले च्याप्दै जाने। यसले एक राउन्ड रेडी हुन्छ। सिन्का अलि लुलो पर्यो कि साथीहरू, ओसिएको पर्यो, अलिक गाह्रो भयो। लप्टे उन्न
ल एक राउन्ड रेडी भयो यो एक राउन्ड रेडी भयो सानो सानो खाने हो भने खाले बनाउने हो भने ठिक्क हुन्छ अब हामीले अर्को राउन्ड थप्ने फोन आयो साथीहरु फोनले डिस्टर्ब भयो कि हजुरहरुलाई भिडियो बनाइरादा फोन आउँछ के गर्नु यो चाहिँ अर्को स्टेप सुरु भयो है फर्स्ट स्टेप जस्तै गर्ने हो यो पनि ठ्याक्क मिलाएर यो टुप्पालाई चाहिँ अलिकति छोड्ने अनि यसरी सिउरी दिने सेकेन्ड स्टेप हो यो चाहिँ पहिलाको जस्तै हो साथीहरु कत्रो साइज चाहिन्छ बढाउँदै लाने हो हेर्नु त यसरी तलपट्टि त अलि च्यात्ते फाटेको राखेको छु है यसरी मिलाएर माथिको चाहिँ राम्रो राख्नु पर्छ यसरी साथीहरु अलिअलि दायाँ बायाँ छरछिमेकको आवाज डिस्टर्ब आइराछ भिडियोमा माइन्ड नगर्नु होला है यस्तै हो भिडियो बनाउँदा डिस्टर्ब आउँदाखेरि हजुरहरुले इग्नोर गरेर भिडियोलाई फोकस गरेर सिक्नु होला भिडियोमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु अनि यो चाहिँ यस्तो भयो हेर्नु साथी यस्तै गरी थप्दै गोलो गरेर राख्नु पर्छ है ल हेर्नुस् मैले थपि पनि सके भिडियो लामो हुन्छ भनेर स्किप गरेको स्टेप त्यही पहिलाको जस्तै हो नि त त्यही भएर एक राउन्ड हुन लागेको छ यो चाहिँ कस्तो भयो मेरो भिडियो हेरेर हजुरले कमेन्ट बक्समा आएर सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ है साथीहरु किनकि हजुरहरुको सल्लाह सुझावले नै त हो नि हामी अघि बढ्ने ल हेर्नु साथीहरु यत्रो साइजको भयो यो फर्स्ट स्टेप यो सेकेन्ड स्टेप है यत्रो साइजको भयो अब हजुरहरुलाई कुन साइजको चाहिन्छ त्यो साइज अनुसार बढाउँदै लाने अब मलाई चाहिँ यही साइजको ठिक्क हुने भएको कारणले यसलाई चाहिँ मैले बिट मारे यसरी छेउछेउको टुप्पालाई फोल्ड गरेर यसलाई पनि सिन्काले लक गर्दिने यसरी लक गर्दिने सिन्का अलि ओस्सेको भएर अलि गाह्रो भयो यो टुप्पालाई यसरी माथि ल्याउने चुच्चोलाई माथि ल्याउने अनि यसरी फोल्ड गर्दिने यसलाई यसरी फोल्ड गरेर अनि यसलाई सिन्काले लक गर्दिने यसरी सिन्काले लक गर्ने सिन्काले अलि प्रब्लम गर्यो साथीहरु अनि यो माथि छिजिराको हुन्छ यसलाई तल लाने अनि यतापट्टिको टुप्पालाई यसरी छिचिराको हुन्छ सबै माथि ल्याउँदै अनि यसरी फोल्ड गर्ने फोल्ड गर्दै च्याप्दै एक राउन्ड त्यस्तै गर्ने सबै अर्कोतिर सबै यस्तै गरेर एक राउन्ड त्यसरी च्याप्दिने है साथीहरु ल हेर्नुस् त रेडी भयो कस्तो लाग्यो हजुरहरुलाई भोज खान्छ कि हामी अब कुन कुन जातले हो सबै नेवारले अब जसलाई यस्तोमा भोज राम्रो लाग्छ अथवा चलेको छ चलन चल्ती अनुसार यस्तोमा भोज खाइन्छ अनि पूजालामा पनि यस्तो चोखो हुन्छ त्यही भएर नजान्नेहरुको लागि यसो भिडियो बनाएर पोस्ट गरिदिएको कस्तो लाग्यो भिडियो हजुरहरुलाई यो छेउछेउ पनि यसरी लक गर्दिनु है छेउछेउमा पनि लक गर्ने एक राउन्ड लक गर्नुस् भिडियो हेरेर सल्लाह सुझाव दिन चाहिँ नभुल्नुस् र मेरो युट्युबमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्दिनु होला साथीहरु हजुरहरुले अन्तिमसम्म भिडियो हेरिदिनु हुने सम्पूर्ण साथीलाई धन्यवाद भन्दै म फेरि पनि अरू भिडियो लिएर आउने हजुरहरुलाई वचनबद्ध गरेर अहिलेलाई बिदा माग्न चाहन्छु हेर्नुस् त यस्तो भयो ल पात